कुन चाहिँ सन्यासको हो तपाईँ? हम विधवा अतिथि बाबु भन्छ तपाईँलाई यत्तिकै रमाइलोले। अनि तपाईँलाई गायत्री मन्त्र आउँछ कि आउँदैन? आउँदैन हजुर। गायत्री मन्त्र धरि आउँदैन? त्यो भएन तपाईँले के हिन्दू भगवानको नाममा पैसा माग तपाईँले के गर्नु खोज्यो भन्नु? हिन्दू धर्मको सनातन धर्मको साथीहरू आज यसरी बेइज्जत भइरहेछ। यस्ता यी पापी बाबाहरू यो ल हेर्नु नि एउटा गायत्री मन्त्र धरि आउँदैन यार। यता यहाँ बस्नुहोस्। कहाँ हो तपाईँको? आधार कार्ड छ तपाईँसित? कहाँ हो घर? घर जनकपुर। जनकपुर नेपाली नै हो तर तपाईँलाई नेपाली हो किन तपाईँले सन्यास गरेको? सन्यास गुरु कहाँबाट लिनुभयो? गाउँबाटै लिनुभयो। गुरुको नाम के हो? रामसेवक। रामसेवक। जनकपुरमा राम मन्दिर छ होइन त जनकपुरमा? जानकी त्यो त थाहा रहेछ। दाँत पनि रहेछ होइन? त्यो अब के गर्छ बाबा हेर, तर धर्मको बेइज्जत नगर्नुहोस् है। सनातन धर्मलाई रेस्पेक्ट गर्नुहोस्। अब हजुरलाई मैले किन भन्दाखेरि एउटा गायत्री मन्त्र अलिअलि हरिराम हरे कृष्ण ओम नमः शिवाय यति चाहिँ भन्न जान्नुपर्छ कि बुझ्नुभयो नि? यति दिन जानेन भने तपाईँले पैसा माग्नु भनेको रक्सी नि गनाइरहेको छ तपाईँको। रक्सी खाँदैन बाबु। गाँजा खानुहुन्छ नि? गाँजा खान्छ, मिलेपछि खान्छ, नमिलेपछि खान्छ। ए मिलेपछि खान्छ, मिलेपछि खाँदैन। ल ठिकै छ ल जानुहोस् ल। तपाईँलाई अब विचार गर्नु। अब भगवान्ले देखिरहन् त्यही हो, म के भन्ने अब। ल